भाई सब्सक्राइब लाजिम करना। चिसो चिसो मौसममा साह्रै गाह्रो पो छ त हौ। समझ रहे हो समझ रहे हो आप समझ रहे हो ना। वेलकम टु माई भ्लगमा सबैजनालाई आशा छ सधैँ आरामै हुनुहुन्छ होला भन्दै म भन्न चाहन्छु। र आजभोलि खोइ के भइरहेछ होइन, दुबईतिर लास्टै पानी परिरहेछ। यो आबुधाबी हो, म बसेको ठाउँ, मको जब गर्ने ठाउँ यही हो। र पानी परेको हेर्न अवस्था कस्तो छ, तर पानी परे खालि पानी पर्छ आजभोलि लास्टै खतरा पानी छ। यही हो, पानी परेको चाहिँ यस्तै हो यतातिर होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ गाडी काला देख्नु यस्तो हुन्छ। र म काम गर्ने ठाउँ चाहिँ यही हो, यतै हो म काम गर्ने ठाउँ। म तपाईँहरूलाई देखाउँछु है त म काम गर्ने ठाउँ कस्तो छ भनेर। म काम गर्ने ठाउँ चाहिँ यही हो। ओ दाइनल दाइ ठिक छ, पानी धेरै पर्छ होइन, पानी यस्तो परेको ल हेर्नुहोस्, मौसम यस्तो छ। र म जब गर्ने दोकान चाहिँ यही हो, यस्तो छ म काम गर्ने ठाउँ। यहाँ हामी तेलहरू लगाउँछ र यता हामी मार्केटमा चाहिँ यस्तो छ। गाडीको हालतहरू यस्तो छ ल हेर्नुहोस्, यहाँ थोरै पानी पर्दा नि यति गाह्रो हुने क्या उना भन्नु न, बाहिर निस्किन सक्दैन। अब पानी चुहिरह टक्क यहाँ बन्दैछ हाम्रो नयाँ साउको यो हो, यो चाहिँ रेस्टुरेन्ट हो, बन्दैछ। म चाहिँ बाहिर निस्किनु पर्यो भनेको निस्किनु मिलेन र यस्तो छ हालत। यस्तो चाहिँ चिसो चिसो मौसममा साह्रै गाह्रो पो छ त हौ। ल म चाहिँ अब गाडीमा गएर बस्छु, तपाईँहरू हेर्दै गर्नु होला होइन। यसरी आउने दिनहरू पनि राम्रो राम्रो ल्याउने कोसिस गर्छु म सकेसम्म। मेरो काम कस्तो हो भन्ने कुरा तपाईँहरूलाई पनि देखाउँछु होइन। म चाहिँ अब गाडीभित्र छिरेको, गाडीमा भित्र बस्ने हो। र यस्तै छ है आबुधाबीको आजभोलि, किनभने गर्मी समयमा चाहिँ धेरै राम्रो हुन्थ्यो होइन। पहिला चाहिँ अब यति बेला चाहिँ काम चकाचक हुने टेन्टिङहरूको यताउताको काम, तर आजभोलि चाहिँ पानी परेको भएर खासै काम पनि भएन है। तपाईँहरू हेर्दै गर्नु होला होइन, कतिपय भिडियोहरू आउँला होइन, हेर्नुहुन्छ भन्ने आशा गरेको छु पक्कै पनि। र सब्सक्राइब पनि गर्नु होला भाइ, सब्सक्राइब लाजिम गर्न। पानी पर्दा नि यस्तो हालत छ ल हेर्नुहोस्, थोरै थोरै पानी पर्दा नि यहाँ त गाह्रै छ क्या यस्तो हुन्छ। ल हेर्नु साथीहरू कस्तो छ हाम्रो यो फुलहरू, कस्तो दामी छ होइन। यहाँहरू भन्दैछ तर जे होस् राम्रो छ। यो लगाउने हाम्रो यहाँ छैन, साउको हो, टक्क लगाएर देखिहाल्नुभयो त। अब हामी ड्युटी लागेका छौँ है त, आज ड्युटी यस्तो छ। मेरो ड्युटी गर्ने ठाउँ चाहिँ अब यो हो, जाँदैछु म ड्युटी गएर पसल खोलेर यहाँ हो मेरो काम। पानीहरू यस्तो छ, पसल यो हो, टक्क गएर अब चाहिने जो माकीमा मैले एउटा गाडी देखाइरहेको थिएँ नि, त्यो गाडीको काम फिनिसिङ गर्छु। पसल खोल्दैछु अब, ब्याङ्कको पसल खोलेर के गर्नु त हो, परदेशी ठाउँमा यस्तै छ, पसल खोल्नुपर्छ। पसल खोलेर यो गाडीको काम छ नि, यो गाडीको फिनिसिङ कस्तो आउँछ तपाईँहरूलाई म देखाउँछु है त। अहिले यस्तो छ नि त, मैले हिजो काम गरेर छोडिदिएर गएको छु, यसलाई अब फिनिसिङ गरेको छैन, अहिले यो फिनिसिङ हुन्छ। फिनिसिङ भएपछि तपाईँहरू हेर्नु कस्तो देख्छ यो गाडी है त। यही हो मेरो काम, यो र अनि टेन्डिङको काम हो होइन। मेरो जब चाहिँ यस्तो छ, तपाईँहरू हेरेर पक्कै पनि साथ दिनुहुन्छ। अहिले टक्क के छैन, अहिले फोहोर छ पुरै, अहिले पछि हेर्नु होला कस्तो देख्छ। फेरि आज पनि पानी पर्ला जस्तो मौसम भएको छ आबुधाबीको होइन। कस्तो मिठो मौसम छ, यस्तो दामी छ ल हेर भन्दै फेरि अझै अर्को भिडियोमा जोडिन्छु भन्दै तपाईँहरूसँग बिदा लिन्छु है त।
पक्कै पनि अझै मिठो भ्लग लिएर आउने छु र आशा गर्नुहोस् होइन, प्रतीक्षा गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस्।